नमस्ते सर। नमस्ते नमस्ते, बस्नुहोस्। बसिहाल्छौँ नि, तपाईले भन्नुपर्छ र। जोक गरेको क्या सर, जोक गरेको। क्या रिसाइदिरा क्या बुढा त। चुप लागेर बस। सरी प्रिन्सिपल सर, यो अलि धेरै बोल्छ के? धेरै होइन, लास्टै धेरै बोल्दो रहेछ तपाईको छोरा। सम्झाउनुहोस् है, नत्र रस टिकट गरिदिन्छु नि फेरि। रस टिकट? हामी त एडमिसन गर्न पो आएको त प्रिन्सिपल सर। एडमिसनै नगरी रस टिकट गरिदिनु हुने? तपाईलाई थाहा छैन बाबा, यो कलेजमा एडमिसन भन्दा धेरै रस टिकट हुन्छ। त्यसैले त मैले यो कलेज रोजेको नि। के भनिस्? त यहाँ पढ्ने सोचले आएको कि रस टिकट हुने सोचले आएको? आउन त पढ्ने सोचले नै आएको नि, तर यो मान्छेको के भर? सानो सानो कुरामा रस टिकट गरिदियो भने? ओ हिरो, कसलाई यो मान्छे भनेको? म यो कलेजको प्रिन्सिपल हो, प्रिन्सिपल, तिम्रो साथी होइन। प्रिन्सिपल भयो नि, मान्छे त मान्छे नै हो नि। कि मान्छेको शरीरमा भैँसी हो तपाई? ओइ डाका, प्रिन्सिपल सरलाई भैँसी देखिस् तैले? रागा भन रागा। यो के भन्दै हुनुहुन्छ तपाई? दिमाग ठिक छ तपाईको? खोइ सर, ठिकै त होला नि। मेरो र दिमागको कुरै हुँदैन, कसरी थाहा पाउनु? जस्तो छोरा त्यस्तै बाउ। उल्टो भयो हौ प्रिन्सिपल सर, जस्तो छोरा त्यस्तै बाउ हुँदैन के? जस्तो बाउ त्यस्तै छोरा पो हुन्छ त। एक्सक्युज मी म्याम, तपाईको नाम भन्नुहोस् त मलाई। मेरो नाम विनिता हो सर। किन र? विनिताजी, तपाईको बुढा र छोराले अघिदेखि मेरो दिमाग खाइसक्यो। तपाईँ चाहिँ के मूर्ति जस्तो हेरिरहनु भएको नि? केही भन्नु न। मेरो नाम विनिता लिम्बू हो, म ललितपुरमा बस्छु। मेरो एउटा बुढा र एउटा छोरा छ। ओ हेलो विनिताजी, हेलो हेलो। यो के भन्दै हुनुहुन्छ तपाईँ? अनि तपाईले नै केही भन्नुस् भन्नुभयो हैन? त्यसैले